पानीहरू नभरेको पानी भर्नु पठाएको है छ्या होइन धानमा पानी छ कि छैन हौ याद भएन त्यहाँ बच्चा पानी भर न साला लात्तल भेट्छ है ओइ मै खालि भुल्डुङहरू यो सबै भुल्डुङहरू त्यति भर्दैछ त मर्छस् के लात्तल भेट्छ चर्किनु छैन के भने मै उठाउनु पर्ने तेरो हात छैन दिन तातो भइरहेको छ है थाप्नु पनि मै ओसार्नु पनि मै भुल्डुङ पनि उठाउनु ओसार्नु त मै ओसार्छु नि तँ थाप्दै गर्न यस्तो गरममा आमा ओइ तेरो कत्ला भएको भुँडी नदेखाएर है आज म स्टिच झुक्याएर मारिदिन्छु है आम्मा के साह्रो कत्ला ओइ भाइ लु चाहिँ डल्लै मैले भुल्डुङहरू बढ्दै ओसार्दा अब मेरो काम केही छैन डल्लै ओसार्नु भने त सजिलो काम हो भाइ बुझिस् ओइ म यो डल्लै भुल्डुङहरू चाहिँ ओसार्दिनँ तँ पनि दुईवटा ओसार्ने छ नि त कुकुरहरू आफू चाहिँ भत्वा बाँधेर अल्छी लाग्नु यो राम्रोसँग एकछिन राख्नु माथि बल्ल सेरी पार्नु हो काम बनाएको है के अप्ठ्यारो बाटो पनि यति नै बेला पाउनु आएर बल्ल चाहिँ पुग्यो त है खानुमाको छँदैछ है होइन यो चाहिँ भर्दिए हो फेरि पठाइदिने हामीलाई पानी ल्याउनु खाले गोप्ती हिँड्छिर गऱ्यो म ह्यान्डल अब यहाँ यो घोडेसँग एकै गरेर स्टिङ नकिन्नुहोस् न लडाइ पनि हुँदैन कसरी लडाइ हुन्छ फेरि भन्नु लाग्यो अम्बो हामीलाई त साला पानी सुक्न आँटिसक्यो टिरा गर यो के काम मात्रै गर्नु छ है किन हिर्काएको गोप्ते के भयो
त्यसलाई पानी थाप छिटो मलाई पो हात लगाउँछ ल अलि यो जड नभरेको पानी त यो जडले भेट्छ ए पानी पो होइन हो भने त्यो उठा जा उठा छिटो त्यस्तै त रिस उठिरहेको छ यहाँ फेरि माथि यस्तो किन हेर्न त मजाले थाहा भोइसक्यो उठ्छ न बोक्थे यसमा खुट्टा धुनु पऱ्यो नि हल्का तँ धुँदैनस् चलो त के भयो काले खाना त्यो गोरे हुँदैन नि खुट्टा जति धुयो साला ल साला मसला ए नजिस्कियो ज्यादा काले छ ल भयो काले भयो 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 लु लु भयो आथा सिस्ने पर्यो चिसो भइरहेको माथि नचल्नु हौ किसा चलेको नि काले चा फस्न चल्ने त होला पानी झार्दै भयो अब के गरिया भाइ साला म त देखिन्छस् आधी काट्यो सिगान हाल्दिउँ सिगान हाल्दिउँ भयो 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 हालिरहेको भाइ सरी त खै धुइदिउँ त आउँछु नबिस्किनु दा भनिरहेको छु है ल ए भयो 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 ज्यादा छिटो भयो त्यो भएन त पानी त हुने भयो अब के साथ चलेको यो गदा
काटेको अब भयो नजिस्किनु है अब भयो नजिस्किनु अब भरिनु बाटो भरिनु त्यो बन्द गर गोक्सेले साला हात काट्दिस भयो भयो अब नजिस्किनु है अब दा एउटा एकछिन बस्न भाइ अब स्टिङ खानुपर्छ तेरो हुन्छ नि अब एकछिन बस् त त्यो चाहिँ किन खोलेको छु ओए त्यो चाहिँ किन खोलेको है पत्ला हेर आम्मा पत्ला आम्मा हड्डी हो कि बोस हो तेरो मासु बाउ जाडो भएन जाडो भयो नि अन्त गोक्से हात त्यसै काटिदिन्छ त्यहाँदेखि त स्टिङ किनेर लडेको हुन्थ्यो मलाई अनि यति काम बनाएर स्टिङ पनि किन्नु नसक्ने कस्तो र हात तताइदि र गाइस यो चाहिँ हाम्रो फर्स्ट भिडियो थियो अनि हाम्रो यो फर्स्ट भिडियोलाई चाहिँ मन पर्यो भने चाहिँ लाइक र सब्सक्राइब गरिदिनु होला।